Good morning. कैसे गाइस? प्यानले फेरि कौन है ये लोग? कहां से आते हैं ये? Freaky girl under the sheets. Don't you love when things start slowing down? I know you got me, baby. सो हे एभ्रिवान इट्स मी निश्चल पाखरिन ब्लग। सो स्वागत छ है त तपाईँहरूलाई मेरो न्यू ब्लगमा। लासो फ्याफुल्ला है त। सो सबैजना सन्चै नै आरामी हुनुहुन्छ होला है। म पनि एकदम सन्चै नै आरामी छु। एउटा चाहिँ के भन्दा नि त्यो हिजो जुन मैले भिडियो चमेरा गुफा भनेर हालेको थिएँ नि, त्यो भिडियो चाहिँ कपिराइट लागेछ। मतलब त्यो साउन्डले गरेर त्यो साउन्ड चाहिँ नहाल्नुपर्ने रहेछ। तर केही छैन, मैले क्लिपहरू डिलिट गर्दैछु क्या। गुन्डे काका पनि आउनु भइरहेछ, तपाईँहरूलाई म भेटाउँछु। तीनजना गुन्डे काका, म, कान्छा काका एक दिन जम्ला फ्री भएको बेला चट्टोसँगले मजाले आरामले देखाइदिउँला। त्यो ब्लग चाहिँ आउँछ, कन्टिन्यू आउँछ, केही नगर्नु। त्यो ब्लग चाहिँ मैले डिलिट गरिदिएँ कि अब कपिराइट भएको नहालौँ छोडिदिउँ भनेर अब गरिनँ, डिलिट गरिदिएँ। केही छैन, मकै खेलाइरह हो। त्यही हो गाइस। हिजो बेलुका आउनु भएको रहेछ काका। गुड मर्निङ। ल कस्तो देखिरहेको त साइड लुक है। अब त्यही हो गाइस। अब कहाँ पनि भाडा मस्काएर उता खेततिर गएर कुलोसुलो लगाएर माथि 35 किलो जानुहुन्छ अरे। म चाहिँ एकछिनतिर आउँछु, त्यो पर्खेर बसिरहनुहुन्छ अरे काका चाहिँ। कैसे गाइस? कैसे गाइस? कौन है ये लोग? कहां से आते हैं ये? सब्सक्राइब गरेन भने गर्लफ्रेन्ड पहिला जाओ। गर्लफ्रेन्ड पहिला जाओ। क्या बोला तूने? हेडसट भेट्दा हेडसट प्यानले फेरि ट्याङ। आज गेम नखेल्यो भने कति दिन भयो काका? भयो नि, एक हप्ता भयो। आज चाहिँ खेल्नुपर्छ बेलुका। ल बेलुका चाहिँ चट्ट एडिट सिडिट गरेर भिडियो हाल्दै अनि चाहिँ गेम हाल्नुपर्छ है। ल आजको थम्बनेल काकाकोबाट गयो। त्यही गाइस, काका उतातिर जानुहुन्छ, म चाहिँ यहाँ मकै छडाउन धमाधम छ। त्यही हो, मकै पनि थोरै छैन हेर्नु नि। यहाँ बोरामा नि छ कि यत्रो बोरामा, अनि यता यति केलाइसकेको ममले थपे। त्यही हो गाइस। अब आएको छैन कि गाइस त्यहाँ गयो। यहाँ तल चाहिँ ठुलो आइरहेको छ, त तल चाहिँ होइन होला, यो साइड यो चाहिँ होला कि सायद। अब पानी पनि ठुलो आएको छैन त्यहाँ, के गरी हालिदिनु त कुलो, खोइ पत्तै भएन यार। यहाँसम्म चाहिँ आएको छ। हजार यतै गर्नु है। पानी चाहिँ अलिअलि भए पनि आइरहेको छ है। अब यो मिलाउँदै मिलाउँदै लगाउनुपर्छ। लेभलमा राखेपछि पानी सरेर जान्छ होइन। थेट कहिले पुर्याउँदा वहाँ कहाँ परसम्म हो। तर केही छैन, बिस्तारै बिस्तारै पानी नै सानो आइरहेछ, त्यही भएर के हामी त हुन्थ्यो ठुलो आएको त यो मलाई यत्तिको लेभलमा त सरर जानुपर्ने हो नि त। केही छैन गाइस, चट्ट परसम्म पुर्याइदिउँ अनि त्यसपछि चाहिँ हुन्छ। पानी यहाँ कति थोरै सानो आइरहेछ क्या पानी नै। यता यता साइडबाट गइरहेछु, त कहाँबाट गएको कि पत्तै छैन यार। यसरी गइरहेछ। अब यति अब यही पानीले आउनु त आइरहेछ त्यहाँबाट हो, सर र बिस्तारै आउँथ्यो त्यहाँबाट आइरहेछ। केही छैन, लगौँ बिस्तारै बिस्तारै लगौँ, के कस्तो हुन्छ। उहाँ चट्ट उहाँ पुगिसकेपछि तपाईँहरूलाई पानी चट्ट झरेपछि देखाइदिन्छ। अहिले गाई चाहिँ छिरो चट्ट यहाँ पाइप राख्नु भएको रहेछ बुवाले। थाहा थिएन कि मलाई, अघि ममले भन्नुभयो यार। आँखामा क्या कत्रो माटो छिरो यार, कति कस्तो हरा त गइरह होला है। यो पाइपबाट सर पानी जान्छ म त्यहाँ अगाडि जम्मा भयो एकैचोटि। हामी चाहिँ सिस्टम हेर्नु न, क्या झोसतिर आयो कि त त्यसले होइन अर्कैले लडेको छ। स्टार्ट भइसक्यो पानी। ल गाइस, अब यो सफा सुफा गरिदिन्छु अनि भेट्छु है तपाईँहरूलाई चट्टसँगले। ल फाइनली गाइस चाहिँ पानी चाहिँ जान थालिसक्यो। अब चाहिँ चट्ट भरिनु चाहिँ साला चिने खाएन क्या अर्का आँखा घोद्दो रहेछ यार। अलिक ठाउँमा बस है, फेरि ब्ल्याङ काटिदिउँला नि भाइ अलि होइन त गाइस। अर्का आँखामा घोज्छ गइरहेछ त्यहाँबाट पनि। सर ल सर
गइरहेछ पानी गइरहेछ ए चट्टा आउँदैछ पानी अब कहिले आइपुग्ने हो कुन जुनीमा भर्ने हो त्यो चाहिँ थाहा छैन गाइज ल बडा घर पनि आयो यार म आँखा यार दुखिरहेछ यार कस्तो छिरो कसरी छिरो क्या यार बाटो हो यार कस्तो भएछ हेरौँ है सेट होइन पनि के बिधि फोर हो यार कस्तो दुखिरहेको यो दाहिने आँखा हो सेट लगाएछ अब चाहिँ मास्तिर जानु लाग्यो तपाईँहरूलाई म मास्तिर भेट्छु है त लगाएछ घरबाट पनि निक्ल्यो है काका पर्खिरहनु भएको रहेछ फोन गरिरहनु भएको छ कि बाटो चाहिँ हाम्रो यस्तो छ है खै त्यही होला है अब कस्तो लाग्छ कमेन्ट गरिदिनु लगाएछ हेर्दै जानु है त 35 किलो गरेर काकासँग भेट्छु है त तपाईँहरूलाई काका भतिज पनि भेटिसक्यो है यहाँ हुनुहुन्छ काका चाहिँ भेटेर यहाँ मोमो खाइसक्यो अर्को एक प्लेट प्याकिङ हुँदैछ त्यहाँ भन्नु हुँदैन हे लु तरिका अब चट्टै एकछिनमा जानुपर्छ है गाई दिदीलाई हेर्नु लगाइछ अब चाहिँ हिँड्यो यहाँबाट पनि यहाँ काका के छ हौ है सामानहरू बोकेर हिँड्नु भएको छ हिजो बेलुकाखेरि आउनु भएको थियो कि अनि साउन यहीँ छोड्नु भएछ ऊ चाहिँ लहर आएछ नि यो दिन हो यहाँ दाग लाग्छ होला क्या है ल अब चाहिँ हिँडेको गाइस अब एकैचोटि चिप्ले भिरमा गएर भेटौँला है त तपाईँहरूलाई ठुलो धुवाबाट अहिले ओ पलाउँछ यसरी फाइनली गाइज घर पनि आइपुग्यो यार चिप्लो भिडमा रोक्ने भनेको काकाले भिडियो बनाइदिने भन्नुभयो को भन्नु ट्याक्टुक छ त पानी भरिया छ त ओइ नक्कली यार पानी हेर्न जानु पर्यो त्यत्रो मान्छे 35 किलो पुगेर आइसक्यो यार भन्दैन पानी त जिएती त भइरहेछ पानी ठुलो आएको छैन नि त त्यही भएर हो क्या है यहाँबाट सट्ट तल्लो गरामा तल्लोमा चट्ट त्यहाँ त्यसपछि चाहिँ सकिन्छ है पानी नि आएको छैन रातभरि गर्दा नि यो कहिले भरिँदैन यिनीहरू यार त्यही गाई चाहिँ काकाले यहाँ पानी हेरेको क्या कति भयो भनेर आउनु भयो पानी कहिले नै भर्ने हो तपाईँलाई आयो आउँदै हुन्छ काका छिटो खाऊ गैँडा कहिले आइपुग्दैनन् गैँडा काका त्यतिकै नाम लिँडै राखिदिन्छ त स्पाइडरम्यान ज्या कस्तो देखिरह यार पानी त सानो छ अनि कहिले भरिन्छ त काका यार यो अनि हेर्नु कहाँ भत्केको त तल्लो गरामा हो वहाँ पर त्यो केही फरक पर्दैन यति मलाई पानीले कहिले भरिन्छ त के छ त गाइस तो खायो क्या भन्ला त्यस्तो होइन नि फेरि गाइजहरू आउनु एउटा थम्नल धेरै दिनपछि काका भतिज भेट्यो के धेरै दिन 3 दिन हो लगाइछ आजको भ्लग के कस्तो लाग्यो कमेन्ट गरिदिनु सब्सक्राइब गर्न नबिर्सिनु होला सब्सक्राइब गर्न बिर्सिनु गर्लफ्रेन्ड पहिला जाला सेयर गर्न नबिर्सिनु लाइक ल आजको भ्लग चाहिँ यतितिर हिँड गरिदिन्छु सो थ्याङ्क यू सो मच स्टे ट्युन गाइज स्टे ट्युन थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई गाइज लस्सो सैफुल्ला